के को मेसो छ आज? ए तरकारी टिप्ने हो नानी अब भरे भोलिलाई तरकारी बनाउनु पर्यो टिपेर हजुर। अनि के तरकारी छ त्यस्तो झाङभित्र जनाउँछ है? झाङ मेरो त केराउको मन्टसम्म सिप्चर छ हेर त यो हामीले अचार खाने फलेर पाकेर लट्ट रम्मै आहा के अति हो यस्तो? यो पनि अति फल्यो छ नानी चटनी खाने हो असाध्यै फल्यो यो पनि चटनी गरेर नहुने त केही बुटो छैन त ठुलै छ है। ठुलै छ बुटो कति फल्यो छ बाह्रैमा फल्न लाग्यो नानी यो त त्रिको बेर्नु खोजेर ल्याएर लागेको त के हो यसको नाम? यसको नाम त के भन्छन् कुन्नी नानीमा त यो त्यही अमिलो तरकारी के अरे अमिलो अचार खाने अमिलो। अचार खाने अमिलो यो अमिलो भन्छु गर मैले ए, अचार खाने भेन्टो है के भन्छन् यसलाई ओहो मुठीभरि गरौँ न नि मन त। मुठी भए थुप्रै जति खाइन्छन् नानी मन त हिउँदको तरकारी हो। हिउँदको तरकारी हो नानी जात्रै फल्यो छन् यिनी केरो पनि बढी मानका भएछन् लट रम्मै यो मोल धेरै भएर हो कि असाध्यै उता सिप्चना खाए पनि भयो उता के अरे केरो खाइनी भयो जे खाइन्छ नानी आहा उसो त ल भरि छ तपाईँले लबरी छ नानी तरकारी टिप्नी बनाउने ह? बनाउने नातिलाई पठाइदिने यतिकै न ओहो तपाईँको त जत्थेरसुकी नाति नाति भन्नुहुन्छ कति प्यारा नाति हुन्। हेर त रात्रै नाति नातिना प्यारा खान नाति नातिना हेर्न त म त बाँच्नै सक्दिनँ के हेर्ने कुरा हेरेर भएन त्यस्तो माया लाग्छ है नाति नातिनाको। म त नाति नातिनाको त जात्रै माया लाग्छ नानी ए कता हराउन हौ? ए कसैले केही भन्यो नि जात्रै पिर पर्छ हेर ए कता हौ? म त यतै छु नानी धनियाँको पात पनि टिप्ने हो यतै छु नानी फेरि यतै टिप्दैछु क केरो पनि फले खानेको यहाँ त यस्ता केरोका कसा पनि ठोकेर खाने नि भयो ए हजुर। छन्